भनेको के भनेको किन छातीमा चाहिँ पक्रेको के भयो अन्त के भन् हेलो गाइस उहाँ चाहिँ गोस खान रहेछ कि भैँसीको दोकान रहेछ त्यहाँ चाहिँ मैले मासु भनेको छु हेनतेन भनेर प्रेङ गर्छु के कस्तो हुन्छ हेर्नुहोस् ल अब त्यहाँ दाजु तपाईँलाई मैले हिजो 50 केजी मासु भनेको थिएँ नि मेरो आज उयो छ नि त बर्थडे छ नि त त्यही भएर ला कहिले भाइ हिजो भनेको थिएँ नि अन्त तपाईँले फोन पनि उठाउँदैन यो भैँसीको मासु दोकान होइन यो हजुर हो त लु 50 केजी चाहिँ कहाँ राखिन्छ लु छिटो गरिदिनु त 50 खोइ भाइ मलाई त फोन त आएन त यहाँ त 50 केजीको त म त अहिलेसम्म तपाईँहरूको कस्टमरहरूलाई त म त कहिले त्यसो धोका दिदिनँ मैले कम्ता फोन गरिसकेँ दाजु राखी मागेको त भाइ म यसरी फ्रिजमा डम गरिकन राखिदिन्छु मासु हो हजुर अन्त यहाँ हेर्नुहोस् फ्रिज खोलेर होइन छैन र के भन्छ हौ छैन मासु त एउटा छैन मलाई त एउटा कल आएको छ नि कल आएको कसरी चाहिँ कल आएको छैन भन्छ मेरो चाहिँ आएको छैन यहाँ चाहिँ गर्दा पनि हुन्छ मेरो भाइको कलै आएको छैन आएकै छैन कस्तो घिनलाग्दो कुरा गर्नुभएको तपाईँ त कलै आएको छैन भन्दैछ र आएको छैन भाइ आएको भए त म तपाईँलाई मासु डम गरेर राखिदिइहाल्थेँ कि मैले होइन अरू त केही म जान्दिनँ कि दाजु मासु त जे गरेर पनि जहाँबाट भए पनि उयो गरिदेऊ ल मासु सक्यो नि भाइ मासु नै दिनु मासु सक्यो कसरी चाहिँ मासु सकिन्छ हौ छैन नि भाइ मासु छैन भएको भए त मैले झुन्डाएर राख्थेँ फ्रिजमा राख्थेँ कहाँबाट दिनु मैले होइन म अरू कुरा केही जान्दिनँ कि दाजु होइन जहाँबाट भए मासु चाहिँ गरिदिनु पर्छ छिटो गरिदिइहाल्नु मासु 50 केजी ला छैन भाइ मेरो मासु कसरी छिटो गर्दैन भनेको भाइ के भएको 50 केजी मासु छिटो गरिदेऊ न होइन मैले हिजो त्यत्रो हो कि म मान्ने 50 केजी गरिदेऊ न छिटो म लिएर जान्छु बर्थडे छ नि त कहाँबाट दिनु भाइ म हिजो त्यत्रो फोन गरेको कस्तो खाले मैले गर्यो मलाई चाहिँ फोन चाहिँ गर्दै गरेको छैन कस्तो खाले मान्छेले त ठ्याक मासु गरिदिइहाल्नु भएको भए म तिमीलाई यहाँ राखेर 50 केजी चाहिएको छ नि दाजु छैन भाइ छैन एकदमै छैन हुँदैन के चाहिँ भनेको दाजु म त पुरै बुझिनँ त तपाईँले त अन्त तिमीले चाहिँ के भन्नु चाहेको मलाई कलै नआएको तिमीले मासु कसरी माग्छौ म कसरी राखिदिन्छु तिमीलाई भन मैले हिजो किन कल गरिन तपाईँलाई कहाँ गर्यो? हिजो कल गर्यो के खोजेको तिमीले चाहिँ मलाई के खोजेको हेर प्रेसर नतताउँ म तिमीलाई छिटो मासु गरिदिहाल म जान्छु होइन भाइ छैन छिटो गरिदिहाल मासु के गरेको तिमीले के गरेको के गरेको तिमीले यो हड्डी खा ल यो हड्डी खा के सोचेको मलाई के सोचेको हड्डी खा भन्छ मासु छैन कहाँबाट दिनु मैले यो कुकुर हो र कहाँ छ यो हड्डी खा हड्डी खा ए भाइ कहिले खोजेको फाइनली गाइस आज चाहिँ म यहाँनिर प्रेङ गर्नु आइरहेको छु तपाईँहरूले देखिराख्नु भएको छ होइन यतिकै छु अन्त म चाहिँ अहिले बिमार पनि छु र पनि तपाईँहरूको लागि भिडियो मैले ट्राई गरिरहेको छु भिडियो गर्ने होइन अन्त कसै बाइक गाडीहरू आयो भने चाहिँ म प्रेङ गर्ने ट्राई गर्छु के कस्तो हुन्छ तपाईँले हेर्नुहोस् यहाँ चाहिँ फोनमा बोलेर म चाहिँ यहाँ दादा स्टाइलले बसेको सिन गर्छु ओके गाइस गाइस आउनु चाहिँ एउटा बाइक आउँदै गरेको देखेँ अब यही बाइकलाई प्रेङ गर्ने ट्राई गर्छु के कस्तो हुन्छ हेर्नुहोस् ल पेट्रोल लगेको नि पेट्रोल पेट्रोल लगेको हजुर पेट्रोल त होइन भाइ तैँले रक्सी लिएर आउँदैछस् भने चाहिँ यहाँनिर हामी बसेको पेट्रोल त यो सुन्नु न अरे पेट्रोल हो यो बाइक तेर्साएर बसेकै साथीलाई लगिदिएको बाइक कभर परेर हौ के हो भाइ तँ 2 नम्बरी धन्दा गरेको तँ पेट्रोल हो अरे त कसरी चाहिँ पेट्रोल चाहिँ हुन्छ हौ यो सुन्नु त के हो लु सुन्नु त यो त मतलब उयो रक्सी जस्तै लाग्दैछ त पेट्रोल हो के भनेको होइन तँ थाना हिँड्दा भाइ त्यस्तो हुँदैन ल पेट्रोल हो यो पेट्रोल हो यो साथीलाई लगिदिएको त फेरि तैँले हेलमेट किन नलगाएको हेलमेट एकछिनमा लाउँछु नि त यहाँ सामान गएर लाउँछु नि सामान होइन यसरी राख्नुको लागि हो हेलमेट लाउँछु नि त एक्सिडेन्ट भयो भने चाहिँ के हुन्छ भन् त होइन ढिलो भइसक्यो के गरेको बाइक तेल साह्रै छुट्यो रोडमा किन अन्त म त यहाँको उयो हो नि अन्त दादा हो नि अन्त म चेकिङमा बसेको होइन दादा भन्दैछु रोडमा पाउँछु राख्नु साइडमा 2 नम्बरी धन्दा चाहिँ किन गर्दैछस् तँ चाहिँ 2 नम्बरी कहाँ हो पेट्रोल हो भने हेलमेट लाउँदैन यसरी हेलमेट लाउँदैछ भने यसरी नराख्न अन्त यहाँ पनि अन्त किन राख्छस् के गरेको तेरा पेट्रोल पनि के गरेको
खुट्टा भाँचेको राति धनुको खुट्टा भाँचिरहेको मेरो कस्तो हिर्काएको आया भाँचेको आया खुट्टा भाँचेको आया खुट्टा भाँचिरहेको मेरो भाँचिरहेको छ आया खुट्टा भाँचेको भने कस्तो हिर्काएको झन् आया मलाई हस्पिटल लैजाऊ आया आया खुट्टा भाँच्यो यो मान्छेले ओइ भाग्यो खुट्टा भाँच्यो मेरो मान्छेले आया आया भनेको के भनेको किन छातीमा चाहिँ पक्रेको के भयो अन्त के भन्नु गाइस उयोले चाहिँ एकजना पुलिस नि आउँदैछ कि उसलाई चाहिँ म प्रेङ गर्ने ट्राई गर्छु के कस्तो हुन्छ तपाईँहरूले हेर्नुहोस् ल तपाईँहरूले साह्रै पुलिसलाई प्रेङ गर्नु भन्नुहुन्थ्यो होइन अब के कस्तो हुन्छ हेर्नुहोस् है जाँदैछ यो त मेरो बाइक हो त के गर्नु आँटेको तिमीले तिम्रो बाइक भयो यो त मेरो बाइक हो नि त बिच्चाको कुरा नगर्नु है बिच्चाको कुरा के चाहिँ बिच्चाको चाहिँ भनेको यो बाइक चाहिँ तिम्रो कसरी भयो अन्त यो मेरो बाइक हो नि त म पो अब जानु आँटेको त के गर्नु आँटेको त्यस्तो चाहिँ कस्तो बिच्चाको कुरा भन्छौ किन चाहिँ यता चाहिँ निकालेको हटाउ त हटा त ड्युटी जानु ड्युटी जानु यो मेरो बाइक हो नि त मेरो बाइक कस्तो निकालेको कसरी चाहिँ तिम्रो बाइक मेरो बाइक चाहिँ ननिकाले के मेरो बाइक चौनु आँटेको के हो चौनु आँटेको बिच्चाको कुरा नगर के जाउ त तँ चौर हो मेरो बाइक लान्छु तैँले कसलाई तँ भनेको? मेरो बाइक हो नि त तँ कसलाई तँलाई भनेको नि अन्त भन्दैछु तँ मेरो बाइक लगेको न तैँले अन्त यो त मेरो बाइक हो नि त बिच्चाको कुरा नगर बिच्चाको कुरा गरेको होइन साँच्चै कुरा गरेको यो मेरो बाइक हो भन्नु के चाहिएको तिमीले मैले राम्रो अर्काको मेरो बाइक चाहिँ मलाई दिएन मेरो बाइक चाहिँ नलैजा न त्यही भनेको मैले भन्दैछु म त्यही भनेको बाइक चाहिँ नलैजा न मेरो के भन्नु चाहिएको तिमीले यो बाइक चाहिँ तिम्रो चाहिँ कसरी भयो मेरै बाइक हो यो यो मेरो बाइक हो बुझ्यौ मेरो बाइक हो म यो साथी लान्छु ल यो मेरो बाइक हो नि त अब तिमीले भनेको बेसी सुन्दैन गरेको अब बेसी गरेको तैँले मेरो बाइक चोर्ने बेसी गरेको तिमीले के चाहिँ बेसी चाहिँ गरे मेरो बाइक हो नि त हिँड ल अब थाना ल तिमीले बेसी नै गर्दैछौ किन थाना चाहिँ जानु यो मेरो बाइक हो र त यो मैले मेरो बाइक भनेको हो त नि अन्त त तिम्रो बाइक चाहिँ कसरी भयो यो यो भाइ मेरो बाइक हो नि त बिच्चाको कुरा नगरिरहनु कस्तो कुरा नबुझेको? जाउ न जाँदिनँ म यो लान्छु मेरो बाइक हो नि त किन चाहिँ छातीमा चाहिँ पक्रेको के भयो अन्त के भन्नु यो चाहिएको मेरो बाइक हो नि त किन अन्त तैँले चोरेर सक्छ मेरो बाइक बस त। आम्बो के चाहिँ भयो किन चाहिँ बस्नु ए हेर्नु न म ड्युटी जाँदै गरेको के यहाँनिर एउटा केटा आएर हेर्नु न यहाँनिर मेरो बाइकलाई उसको बाइक हो कि हो आउनुहोस् त तपाईँहरू हुन्छ मलाई कुन चाहिँ बोलाएको फेरि फोन गरेर चाहिँ आइज त। आम्बो के चाहिँ आइज त गरिदिनु अब। चाहिँ कहाँ लगिएको सरी म्याडम सुन्नु नि मैले प्लेन गरेको तपाईँलाई जहिले तैँले त्यसो भनेर कहाँ हुन्छ तिमीले हाँ? सरी त म्याडम त्यस्तो त्यस्तो हुँदैन मैले प्लेन गरेको नि त सरी सरी त्यस्तो हुँदैन आउँदैछ त्यहाँदेखिको तिमी त हुँदैन म्याडम प्लिज हुँदैन यो सरी चाबी न म्याडम मैले प्लेन गरेको छोडिदिनु न म्याडम पर्दैन जाऊ छोडिदिनु न म्याडम आउँदैछ तिमी जाऊ सरी न म्याडम बुझ्छु नि म्याडम सरी मैले प्लेन गरेको अब जाऊ तिमी बस न एक दो दिन बस हाँ? एक दो दिन बस अब तिमी होइन एक दो दिन बस प्लिज प्लिज पूजा गरेर प्लिज बस। म्याडम छोडिदिनु नि पूजा सरी गरेर सरी म्याडम प्लिज पर्दैन, होइन प्लिज प्लेन गरेको त म्याडम छोडिदिनु नि प्लिज छोडिदिनु नि म्याडम प्लिज